चरण क्षेत्र भएको भएर यसमा जानकी माताले पाताल प्रवेश गरेको, जहाँ वाल्मीकि ऋषिले तपस्या गर्नुभयो, तपस्या गरेको बेलामा त्यही नै बसेर वाल्मीकि रामायणको रचना गर्नुभयो। जुन भगवान् श्रीरामले आफ्नो के लीला गर्दै हुनुहुन्छ त्यो यता वाल्मीकिजीले पहिले नै लेखिसक्नु भएको छ र भोलि के गर्नुहुन्छ त्यो पनि लेखिसक्नु भएको छ। कसलाई के बोल्नुहुन्छ, के को पात्रसँग भेट हुन्छ इत्यादि सबै कुरा जसरी फिल्म लेख्ने बेलामा पहिले नै लेखिसकेका हुन्छ अनि त्यसको पछि हुन्छ, त्यस्तै प्रकारले भगवान् श्रीरामले के गर्नुहुन्छ त्यो सबै चिज वाल्मीकि रामायणमा पहिले नै जुन ऋषिले यहाँ लेख्नुभयो। संसारको सबैभन्दा आदि काव्य लेखेको भूमि पनि यही नै हो, जसलाई वाल्मीकि आश्रम भनेर भनिन्छ। लवकुशले चाहिँ वाल्मीकि रामायणको अध्ययन गरे, श्रीरामले पठाएको छोडेको घोडालाई बाँधे र माता सीता पाताल प्रवेश गरेको भूमि र त्रिवेणी सङ्गम, जहाँ स्वर्णभद्रा, पूर्णभद्रा र नारायणीको सङ्गम भएको कारणले गर्दाखेरि त्रिवेणी यो क्षेत्रको विशेष महत्त्व छ। यहाँ देखिने तीन तर्फका पर्वतहरूलाई त्रिकुट पर्वत भनेर भनिन्छ। यहाँ मदार बाबाको स्थान पनि छ, यो पहाडभन्दा माथिपट्टि दाउनेको बिचमा। यहाँ मुस्लिम र हिन्दूहरूको लामो माघ महिनामा शिवरात्रिको समयमा माघपछि फागुनदेखि सुरु हुन्छ। करिब त 1 महिनाको मेलामा धेरै मुस्लिमहरू आउँछन्, किनभने फकिरको आशीर्वादले कार्य सम्पन्न हुन्छ भनेर आफ्नो मन्नत माग्छन्। त्यो मागिसकेपछि पुरा हुँदो रहेछ अनि यति वर्षसम्म लगातार दर्शन गर्छु भन्ने सङ्कल्प गर्नुभएको भएर त्यहाँ लामो समयसम्म मेला पनि लाग्छ। यो त्रिवेणी धाममा विशेष माघे औँसीको ठुलो मेला लाग्छ। यहाँदेखि रायनगरभन्दा उतै नै गाडी राखेर यहाँ आउनुपर्दछ। पहिले चाहिँ 1 महिनासम्म यो मेला चल्थ्यो, नेपालको सबैभन्दा ठुलो मेला लाग्ने ठाउँ पनि हो। तर अहिले समयकालले अलिकति कुल्नु पऱ्यो, यसको प्रचार कम हुँदै गयो। देवघाट अन्य क्षेत्रका तीर्थस्थलहरूको प्रचार बेसी हुन थाल्यो र यसको कम अलि महत्त्व पनि कम, आवत जावतमा पनि यसमा थोरै बाटाघाटा भने जस्तो राम्रो प्रकारले नभएको कारणले गर्दाखेरि यसको महत्त्व पहिलेभन्दा पनि अहिले मेलाहरू थोरै छन्। तैपनि यहाँ विशेष प्रकारले हेर्ने हो भने दिनमा 5-7 हजार त्रिवेणीमा दर्शनार्थीहरू पर्यटकहरू आउँछन्। यो गजेन्द्र मोक्षमा पनि करिब 2000 देखि 3000 यात्रीहरूको प्रतिदिनको आगमन हुन्छ, जसमध्ये 2000 करिब भारतीय नै हुन्छ, बिहार प्रान्तका, युपी प्रान्तका र बाहिरदेखि सुनेर आएका दक्षिण भारत, मद्रास, आन्ध्र प्रदेशदेखि आउने गजेन्द्र मोक्षको घटना भएको स्थान भनेर पनि आउने प्याकेजमा आउने भक्तहरू पनि हुनुहुन्छ। यसरी यहाँको विशेष औँसी, अमावस्या, पूर्णिमा, कार्तिकमा र यहाँ श्रावणमा भनेको साउनमा ठुलो मेला लागिरहन्छ महिनाभरि नै। किनभने यहाँ आउँछन्, यहाँबाट विभिन्न क्षेत्रबाट जो समूह बनाएर बोलबमको टिमहरू आउँछन्, यहाँ रात्रिमा बस्छन्। आइतबार बिहान, सोमबारको बिहान यहाँबाट लिएर गएर विभिन्न ठाउँमा गएर जल चढाउने क्षेत्र हुन्छ। बोलबम धाम भयो, सिद्ध बाबा भयो, विभिन्न नेपालका धेरै शिवालयबाट यहाँ विश्राम गरेर स्नान गरेर लिएर गएर जल अर्पण गर्ने कुरा हुन्छ। यसरी भारत नेपालका तीर्थयात्रीहरूको आकर्षण बढ्दैछ। तर यहाँ जति सोचेको त्यति प्रकारले बाहिरी व्यवस्थापन सुविधाहरू हुन सकेको छैन। के आवश्यक छ? अब यहाँ सबैभन्दा यो गण्डकी प्रदेशले दक्षिण भारतसँग जोड्ने नाका भनेर यो 2वटा वार्डलाई यता गण्डकी प्रदेशतिर गाभेको छ। त्यसमा यो दुम्कीबासको बाटो बन्यो भने सहज रूपमा दाउनेको झन्झट अनि घुमेर हामी आइयो यहाँ। जबकि दुम्कीबास यहाँबाट 18 किलोमिटर हो, घुमेर आउँदाखेरि हामीलाई 45 किलोमिटर जति घुम्न परिराखेको छ। 3वटा गाउँपालिका, नगरपालिका गरेर अनि बल्ल आफ्नो गाउँपालिका जानु यहाँको 2वटा वार्डको बाध्यता पनि छ, बाटो नभएको कारणले गर्दाखेरि। त्यस्तै प्रकारले अब यो नदी यति ठुलो छ, यसमा हामीले जलमा व्यवसायको रूपमा हेर्ने हो भने बोट आदि चलाउन पाइएको छैन। यी तल नजिक भारत पारिपट्टि भारतमा चलिराखेको छ, अन्य ठाउँमा चलेको छ भने यो निकुञ्जले गोही संरक्षण इलाका भनेर यहाँ चल्न दिइराखेको छ। विशेष कति यस्ता ठाउँहरू छन् यहाँ चाहेर पनि विकास हुन सकेको छैन। जस्तो अगाडिको भूमि गण्डकले दिइराखेको छ सरकारले, नेपाल सरकारले चाहेर पनि त्यो गण्डकलाई दिएको भूमिमा केही गर्न सकेको छैन। पछाडि यसो हेऱ्यो भने निकुञ्ज मध्यवर्ती क्षेत्र छ, त्यहाँ छिर्यो भने तान्नु लाग्ने हुन्छ।
तर एरियाले पनि ठाउँले पनि अलिकति राम्रो प्रकारले यसलाई हुन सकेको छैन। पर्यटनलाई नजोडिकन देशको र राष्ट्रको विकास चाहिँ हुँदैन। अनि आज हेर्ने हो भने मुक्तिनाथमा बाटो हुँदा बित्तिकै आज दैनिक त्यस्तो भिड जान्छ। त्यो क्षेत्रको आज पोखरामा पहिले केवल विदेशीहरू देखिन्, आज सबै भारतीय पर्यटकले नै भरिराखेको छ। त्योभन्दा माथि बागलुङहरू, गलेश्वरदेखि तातो पानी जम्सुमा आज सबै प्याक छ। केले त भन्दाखेरि एउटा मुक्तिनाथ हो। जर मुक्तिनाथ बाबाले पहिलेदेखि नै सोचेर यी तीर्थस्थलहरूको विकास गर्नुपर्छ, प्रचार गर्नुपर्छ भनेर 2054 सालदेखि नै 52 सालदेखि नै मुक्तिनाथ यात्रा निकाल्ने, महोत्सव गराउने, विभिन्न क्षेत्रमा जय श्री मुक्तिनाथको अभिवादन गरेर सबैमा प्रचार गर्ने, भारतमा गएर 108 ठाउँमा एकै तिथि एकै मुहुर्तमा भारतमा मुक्तिनाथ महायज्ञ गराएर त्यसको समापन हरिद्वारमा 1.25 लाख गाईको दुधले 1008 शालिग्राममा स्नान गराएर सबै सन्त महन्त महात्माहरूलाई सबैलाई मुक्तिनाथको प्रचार। मुक्तिनाथ भनेको नेपालमा छ, त्यहीबाट तिम्रो घरमा, मठमा, मन्दिरमा राखिएका शालिग्राम तिनी मुक्तिनाथबाट ल्याइएका हुन् भन्ने एउटा प्रचारको अभियान थियो। त्यो अभियानद्वारा धेरै प्रकारले जयललिता मद्रासमा जानुभयो। करिब 2 घन्टाको संवादपछि उनले जसरी हज जानको लागि मुस्लिमहरूलाई सहयोग गर्छ सरकारले, त्यस्तो प्रकारले मुक्तिनाथ जानको लागि आन्ध्र सरकारले त्यतिखेर 5000 रुपियाँ सुरु गरेको थियो। अहिले करिब 25,000 जति मुक्तिनाथ जान्छु भनेर कसैले सरकारसँग निवेदन गऱ्यो भने त्यहाँ आन्ध्र सरकारले 25,000 दिन्छ। त्यसो भएर नै आन्ध्रका हेर्ने हो भने धेरै जसो आन्ध्रबाट मुक्तिनाथ आउने यात्रीहरू छन्। मध्य प्रदेश सरकारले नै पशुपतिनाथ र मुक्तिनाथलाई भनेर सहयोग गरिराखेको छ, गाडी भाडा आउने जाने गरेर दिन्छ। बिहार सरकारले अहिले यो वाल्मिकी नगर पारिपट्टि बारी त भनौँ पारिपट्टि वाल्मिकी नगर घुम्नै पर्ने भनेर विद्यार्थीहरूलाई त्यहाँ लानै पर्छ भनेर सरकारी स्थलमा नै त्यहाँ विद्यार्थीहरू लिएर आउँछन्। त्यसको रापताप केही प्रतिशत नेपालमा पनि आएका हुन्छन्, आएर यहाँ घुमेर पनि गएका हुन्छन्। सर पर्यटनलाई सरकारले नै मुख्य रूपमा लिनुपर्छ जस्तो लाग्छ। यहाँ बनिरहेको संरचनाहरू हेर्दै गर्दा ठुलो संरचना बनिरहेको देखिरहेको छन्। यो कसको सहयोगमा, कतिको लागतमा बनिरहेको हो, यो के बनिरहेको? यो मुख्य हाम्रो ट्रस्ट छ मुक्तिनाथ बाबाजीद्वारा संस्थापित अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्ट। त्यसमा धेरै भक्तजनहरूको योगदान छ भने केही सरकारको, कहिले थोरै प्रदेश सरकार, सङ्घको, गाउँपालिकाको फटफट त्यस्तो ठोस रूपमा छैन। बेला बेलामा सहयोग। हजुरको नाम कति छ? मेरो स्वामी कृष्ण प्रपन्नाचार्य, यहाँको उत्तराधिकारी। गण्डकी प्रदेशले एउटा त्रिवेणी गजेन्द्र मोक्ष क्षेत्र विकास समिति गठन गरेको छ, त्यसको अध्यक्ष पनि। अलिकति जस्तो यहाँ आयो भने के हुन्छ भन्ने, जस्तो मुक्तिनाथको अनुमति प्राप्त हुन्छ भन्ने छ होइन, त्यसको अलिकति यो चतुर्भुज जुन अस्ति सङ्घ सरकारले पनि एउटा एड्रेस गरेको छ कि यसलाई पनि सहितको 4 लाख हो, त्यसले चाहिँ के प्रभाव पार्छ भन्ने त्यो अपेक्षा विश्वास हुन्छ नि। अहिले सरकारले जुन शालिग्राम पथ भनेर गरेको छ, त्रिवेणी देवघाट पोखरा हुँदै मुक्तिनाथसम्म, यसले राम्रो प्रभाव पर्छ। किनभने अवश्यमेव गण्डकीको छेउमा प्राचीन हेर्ने हो भने धेरै तीर्थस्थानहरू छन्, कति लुप्त छन्, जो हाम्रा पुर्खाहरूले जुन ठाउँलाई ऋषि महर्षिहरूले चिने, तपस्या गरे र त्यहाँको महत्त्व, त्यहाँको जो आध्यात्मिक ऊर्जा हो, त्यो ऊर्जा विद्यमान छ। यही छेउमा नै व्यासजीको अवतार भयो, अन्य यस्ता सालाङ्कान ऋषिहरूको भयो। त्यस्ता थुप्रै ऋषिहरूको पुराणमा आख्यान आउँछ जहाँ यो देवालय हो, देवताहरूको क्रीडाभूमि हो। यसलाई त्यही ऊर्जाद्वारा, आध्यात्मिक ऊर्जाद्वारा नै हामीले प्रचार गर्न सक्यो भने, धेरै यसको महत्त्व जनजनमा पुर्याउन सक्यो भने बढ्दै जान्छ। त्यो माघको औँसीमा चाहिँ अब भारतीय र अब नेपालीहरूको एकदमै ठुलो मेला लाग्ने गर्छ। कति लाख जति आउनुहुन्छ होला, तपाईँ के अनुमान गर्नुहुन्छ? टिकट काट्ने कुरो त भएन, कमसेकम 5 लाखभन्दा माथि नै आउनुहुन्छ। त्यसमा 90% चाहिँ भारतीय नै हुनुहुन्छ। 5 लाखभन्दा माथि भक्तजनहरू मागे। अनि त्यो दर्शकजना हुनुहुन्छ, भद्रगोल हुन्छ। त्यो भद्रगोल त आएर भद्रगोल होइन, जस्तो व्यवस्थापनलाई अब भनौँ न, गाउँपालिका प्रदेश सरकारले के गरिदियो भने अझै व्यवस्थित हुन्थ्यो होला। धेरै मान्छे त कति त अब त्यो दिन
यहाँ आएर नुहाउँदाखेरि होइन अब राम्रो हुन्छ भनेर इन्डियाबाट वृद्ध वृद्धालाई बोकेर लिएर आएको पनि देखिन्छ। हामीले धेरै ठाउँमा आवाज पनि उठाएको हुन त प्रदेश सरकारले नै समिति गठन गरेको छ, तर त्यो सक्रिय रूपमा अगाडि बढ्न सकेको छैन। वडा स्तरीय नै एउटा समिति बन्छ, त्यसले अलिअलि केही व्यवस्थापन गर्छ। सरकारले यसलाई व्यवस्थापन गर्नुपर्छ। गाउँपालिकाले आफ्नो गाउँपालिका लेभलको समिति गठन पनि गर्न सकेको छैन। त्यसको लागि 1 रुपियाँ पनि बजेट छुट्याएको पनि हुँदैन। आउँछन्, दुःख पाइराखेका छन्, जान्छन्, राति गरिदिन्छन्। खानेपानी शौचालय आदिको पनि अब त्यो जनमानस आइराखेको बेलामा कठिन छ। एउटा राम भरोसे आउँछन्, राम भरोसे नै गइराखेका छन्। सुरक्षाको हिसाबले पनि निकै चुनौती रहेछ। सुरक्षाको लागि पनि चुनौती नै छ, किनभने पर्याप्त छैन। बाटोघाटो साङ्ग्रो भएको कारणले गर्दाखेरि तत्काल एम्बुलेन्स चलाउन सक्ने अवस्था पनि भएको हुँदैन। केही न केही छुटपुट छ भन्ने हिसाबमा मात्रै एक ठाउँमा हुन्छ। त्यत्रो धेरै जनमानस आएको ठाउँमा 1 ठाउँमा 2 ठाउँमा राखेका शिविरले 1 जना 2 जनाले केही पनि हुँदैन। यस्तो दिन ठाउँमा चाहिँ आफ्नो सामानको सुरक्षा आफै गर्नु भनेर माइकिङहरू पनि गरेको सुनियो। चोरीका घटना पनि धेरै हुँदो रहेछ। यो सिसी क्यामेराहरूको बारेमा केही कुराकानी भएको छैन? त्यो केही पनि छैन, कहीँ केही छैन। 100-150 जना कति सुरक्षा कर्मी खटाउँछ, त्यसको लागि त्यो पर्याप्त हुँदैन। बत्तीहरूको व्यवस्था हुँदैन, खानेपानीको व्यवस्था छैन, शौचालयको हुँदैन।